पोखराको मेयर धनराज आचार्य हराउनु भएको कुरा त सबैलाई थाहा नै छ होला, तर महावीर पुनले बाटोमा किताब बेच्न थाल्नु भयो भनेर थाहा पाएपछि उहाँ फेरि भेटिनु भएछ है। यत्रो चिचायौँ हामी, यत्रो करायौँ, पोखरा फेयर फोहोर भयो, लेक साइड फोहोर भयो, जताभावी फोहोर उठाउन आएन भनेर यत्रो कचकच हामीले गरिन्जेल आवाज उठाइन्जेल उहाँले कहिले पनि सुन्नु भएन। तर बिचरा महावीर पुनले बाटोमा गएर किताब बेच्नु भयो, त्यही पनि आफ्नो स्वार्थको लागि होइन, त्यो आविष्कार केन्द्रको लागि होला। त्यो कुरा गलत होला, सही ठाउँमा लगेर किताब बेच्नु पर्छ होला, व्यवसायीसँग सल्लाह गर्नु पर्छ होला, त्यो आफ्नो ठाउँमा छ। तर उहाँले किताब बेच्दा चाहिँ उहाँले स्टेटमेन्ट नै एउटा रिलिज गर्नुभयो क्या। यत्रो बेर हामी चिचायौँ है, पोखरा फेयर फोहोर भयो, इन्डियन टुरिस्टहरूले आएर पुरै बाटोमा खाना पकाइरहेछ, केही गर्नुहोस् न मेयर साहब भन्दाखेरि उहाँको मुखबाट बोली फुटेन। तर महावीर पुनले राम्रो कजको लागि किताब बेच्न थाल्दाखेरि चाहिँ उहाँले पुरै चिचाएर कराएर एउटा स्टेटमेन्ट नै रिलिज गर्नुभएको छ क्या। भन्नुको मतलब त उहाँ सबै भिडियो फोटोहरू त हेर्नु भएको रहेछ नि त, टिकटक हाले पनि हेर्नु भएको रहेछ, उहाँले पोखरा फोहोरको भनेको फेसबुक पोस्ट पनि हेर्नु भएको रहेछ। त्यो त उहाँले लापरवाही गर्नु भएको रहेछ जानी। सो बालेन सरकार, बालेन प्रधानमन्त्री भएपछि उहाँको गभर्मेन्टले, उहाँको मिनिस्ट्रीले के गर्न सक्छ गर्नु होला। लिगल्ली मेयरलाई केस गर्ने हो कि मेयरलाई के गर्ने हो गर्नुहोस् प्लिज। उहाँ डिजर्भिङ मेयर होइन। बालेनको सरकार आएपछि होप केही एक्सन लिनुहुन्छ होला यो विषयमा। उहाँले जानी बुझ पेलाइरहनु भएको छ। पोखराको जनताहरू किन नतातिया हो मलाई थाहा छैन। यसपालि घण्टिला भोट हालेर परिवर्तन चाहिँ खोज्नु भयो भने देखियो। तर अब मेयर उठ्दाखेरि चाहिँ राम्रो चुज गर्नु ल। दुःख पाउनु भयो नि तपाईँहरू आफैले होइन। सो उहाँले जानी हामीलाई दुःख दिने काम गरिरहनु भएको छ क्या धनराज आचार्य। उहाँ हराउनु भएको होइन, उहाँ हराएको जस्तो नाटक गरिरहनु भएको छ क्या।